नमस्ते साथीहरू। आज हामी सन् 2025 को सबैभन्दा चर्चित र भावुक चलचित्र ड्र्याकुला अ लभ टेल को पूरा कथा सुन्नेछौँ। यो चलचित्र प्रसिद्ध निर्देशक लुक बेसनले निर्देशन गरेका हुन् र यसमा ड्राकुलालाई केवल एक राक्षसको रूपमा होइन तर एक सच्चा प्रेमीको रूपमा देखाइएको छ। यो चलचित्रको कथा हामीले अहिलेसम्म देखेका ड्राकुलाका चलचित्रहरूभन्दा धेरै फरक, गहिरो र मन छुने खालको छ। आउनुहोस् 400 वर्ष पुरानो यो प्रेम कथाको दुनियाँमा प्रवेश गरौँ। रगतले लतपतिएको तरबार र एक बहादुर राजकुमारको अनुहार देखिन्छ। कथाको सुरुवात हुन्छ सन् 1480 मा। हामी देख्छौँ प्रिन्स भ्लादिमिरलाई, जो आफ्नो देश र धर्मको रक्षाको लागि लडिरहेका एक महान योद्धा हुन्। उनी जति बहादुर छन् त्यति नै प्रेमी पनि छन्। उनको संसार उनकी श्रीमती एलिसियामा अडिएको छ। भ्लादिमिरका लागि एलिसिया नै उनको जीवन, उनको धर्म र उनको सब थोक हुन्। एक दिन जब भ्लादिमिर ठूलो युद्ध लड्न टाढा गएका हुन्छन्, जब भ्लादिमिर युद्ध जितेर खुसी हुँदै दरबार फर्कन्छन्, उनले सोचेका थिए कि उनकी श्रीमतीले उनलाई स्वागत गर्नेछिन्। तर उनले देख्छन् कि उनकी प्यारी एलिसियाको निर्जीव शरीर भुइँमा लडिरहेको छ। उनी पागल जस्तै हुन्छन्। उनी दौडिँदै चर्चमा जान्छन् र पुजारीलाई बिन्ती गर्छन् कि उनकी श्रीमतीको आत्माको शान्तिको लागि प्रार्थना गरिदिनुहोस्। तर पुजारीले कठोर जवाफ दिन्छन्, आत्महत्या गर्नु महापाप हो। उनको आत्मा कहिल्यै स्वर्ग जाने छैन, उनी नर्कमा जानेछिन्। यो सुनेर भ्लादिमिरको रिसको कुनै सीमा रहँदैन। जसको लागि उनले जीवनभर रगत बगाए, त्यही भगवानले उनको प्रेमलाई नर्क पठाउने? भ्लादिमिरले त्यही चर्चभित्र आफ्नो तरबार निकालेर क्रसलाई काटिदिन्छन्। रगतको कचौरा पिएर एउटा भयानक कसम खान्छन्। उनले भन्छन्, यदि मेरी श्रीमती स्वर्ग जान पाउँदिनन् भने म पनि मर्ने छैन। म रगत पिएर अँध्यारोमा बाँच्नेछु र भगवानसँग बदला लिनेछु। त्यही पल एक महान योद्धाको अन्त्य हुन्छ र ड्राकुलाको जन्म हुन्छ। समय बित्दै जान्छ, शताब्दीऔं बित्छन्। पुरानो महलमा माकुराको जालो र अँध्यारो कोठाहरू देखिन्छन्। अब कथा 400 वर्ष अगाडि बढ्छ। हामी 19औं शताब्दीमा आइपुग्छौँ। ट्रान्सिल्भेनियाको एउटा सुनसान र डरलाग्दो महलमा ड्राकुला अब एक बुढो र कमजोर राक्षसको रूपमा बाँचिरहेका छन्। उनको शरीर चाउरी परेको छ, कपाल सेतै भएको छ र उनी एक्लोपनमा रगत पिएर दिन काटिरहेका छन्। यही समयमा पेरिसबाट एक युवा वकिल जोनाथन हार्कर ड्राकुलाको महलमा आइपुग्छन्। जोनाथनको काम ड्राकुलालाई पेरिसमा केही पुराना घरहरू बेच्न मद्दत गर्नु हो। जोनाथनलाई थाहा हुँदैन कि उनी कसको अगाडि उभिएका छन्। कुराकानीको क्रममा ड्राकुलाले जोनाथनको झोलामा एउटा सानो तस्बिर देख्छन्। त्यो तस्बिर जोनाथनकी मगेतर मिनाको हुन्छ। त्यो तस्बिर देख्ने बित्तिकै ड्राकुलाको मुटुको धड्कन रोकिन्छ। मिनाको अनुहार ठ्याक्कै ड्राकुलाकी 400 वर्ष अघि मरेकी श्रीमती एलिसिया जस्तै हुन्छ। ड्राकुलालाई विश्वास लाग्छ कि भगवानले उनलाई दोस्रो मौका दिएका छन्। उनकी श्रीमतीको पुनर्जन्म भएको छ। अब ड्राकुलाको एउटै लक्ष्य हुन्छ, जसरी भए पनि मिनालाई भेट्नु। उनले जोनाथनलाई महलमा बन्दी बनाउँछन् र आफू पेरिस जाने तयारी गर्छन्। पेरिसको सुन्दर सहर 1889 को समय। एफिल टावर र सडकमा बत्तीहरूको झिलिमिली देखिन्छ। ड्राकुला पेरिस आइपुग्छन्, तर उनी सिधै गएर मिनालाई तर्साउँदैनन्। उनले आफ्नो जादुई शक्ति र रगतको मद्दतले आफूलाई फेरि जवान र आकर्षक राजकुमारको रूपमा बदल्छन्। उनी एक सभ्य र धनी मानिसको भेषमा पेरिसको समाजमा मिसिन्छन्। मिना र ड्राकुलाको पहिलो भेट एउटा पार्टीमा हुन्छ। मिनालाई सुरुमा ड्राकुला को हो भन्ने थाहा हुँदैन, तर जब उनी ड्राकुलाको आँखामा हेर्छिन्, उनलाई एक अनौठो र गहिरो सम्बन्ध महसुस हुन्छ। उनलाई लाग्छ कि उनले यो मान्छेलाई पहिले कतै भेटेकी छिन्। ड्राकुलाले मिनालाई पुराना दिनहरूको याद दिलाउन खोज्छन्, तर शब्दमा होइन, भावनामा। उनीहरू बीच एक किसिमको अदृश्य प्रेम सम्बन्ध सुरु हुन्छ। तर जहाँ ड्राकुला जान्छन्, त्यहाँ मृत्यु पनि सँगै जान्छ। यदि मिना ड्राकुलासँग बस्ने हो भने उनले पनि भ्याम्पायर बन्नुपर्नेछ। उनले पनि सूर्यको प्रकाश देख्न पाउने छैनिन्।
रगत पिउनु पर्नेछ र सधैँको लागि अँध्यारोमा बाँच्नुपर्नेछ। यति बेलासम्म पादरी र उनका साथीहरूले ड्राकुलाको लुक्ने ठाउँ पत्ता लगाइसकेका हुन्छन्। उनीहरूले ड्राकुलालाई कमजोर बनाउनका लागि उसका रगतका चलचित्रको अन्त्य एकदमै मार्मिक छ। ड्राकुला र मीना चर्चमा हुन्छन्। बाहिर पादरी र सिपाहीहरू उनीहरूलाई मार्न पर्खिरहेका हुन्छन्। ड्राकुलाले मीनालाई सोध्छन्, के तिमी मसँगै यो अँध्यारो अनन्त यात्रामा आउन चाहन्छौ? मीना, जो मायामा पागल छिन्, उनले आफ्नो घाँटी अगाडि सार्छिन् र भन्छन्, मलाई पनि आफू जस्तै बनाऊ, म तिमीसँगै सधैँभरि बाँच्न चाहन्छु। ड्राकुलाले मीनाको घाँटीमा टोक्न लाग्छन्, तर ठिक त्यही बेला उनी रोकिन्छन्। ड्राकुलाले देख्छन् कि मीनाको आँखामा कति धेरै पवित्रता छ। उनलाई महसुस हुन्छ कि यदि उनले मीनालाई भ्याम्पायर बनाए भने मीनाको आत्मा सधैँको लागि नर्कमा जानेछ। उनले 400 वर्षसम्म जुन पीडा भोगे त्यही पीडा मीनाले पनि भोग्नुपर्नेछ। यो प्रेम कहानीको सबैभन्दा ठूलो मोड यही आउँछ। ड्राकुला एउटा राक्षस भए पनि उनको प्रेम साँचो थियो र साँचो प्रेमले कहिल्यै आफ्नो प्रेमीको नोक्सान चाहँदैन। ड्राकुलाले मीनालाई टोक्दैनन्, बरु उनले एउटा ठूलो बलिदान गर्ने निर्णय गर्छन्। उनी पादरीको अगाडि जान्छन् र आत्मसमर्पण गर्छन्। उनले ईश्वरसँग आफ्नो लागि होइन तर मीनाको लागि माफी माग्छन्। उनले बुझ्छन् कि उनको मृत्यु नै मीनाको मुक्ति हो। अन्तिम पलमा जब ड्राकुलाको मुटुमा काठको किलो ठोकिन्छ, उनी खरानी भएर उठ्छन्। मर्ने बेलामा उनको अनुहारमा पीडा होइन, एउटा गहिरो शान्ति देखिन्छ। 400 वर्षको त्यो लामो पर्खाइ, त्यो छटपटी र त्यो श्राप अन्ततः समाप्त हुन्छ। मीना एक्लै उभिन्छन्। उनको आँखाबाट आँसु खसिरहेको हुन्छ। उनले आफ्नो प्रेमीलाई गुमाएकी छिन्, तर उनको आत्मा र जीवन जोगिएको छ। ड्राकुलाले आफ्नो जीवन दिएर आफ्नो प्रेमलाई बचाए। साथीहरू, ड्राकुला अ लभ टेल हामीलाई यो सिकाउँछ कि प्रेम भनेको पाउनु मात्र होइन, गुमाउनु र त्याग गर्नु पनि हो। यो चलचित्रले एउटा डरलाग्दो राक्षसको मुटुमा लुकेको मानवीय संवेदनालाई पर्दामा उतारेको छ। यदि तपाईलाई गहिरो प्रेम कथा र हररको मिश्रण मनपर्छ भने यो चलचित्र तपाईको लागि एक उत्कृष्ट अनुभव हुनेछ। धन्यवाद।